हो यहाँ सम्पूर्णलाई नमस्कार छ। आज मेरो युट्युब च्यानलमा पहिलोपटक चाहिँ लामो लङ भिडियो राख्दैछु। सबैले हेरेर सहयोग गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यो चाहिँ दिपक धामीको युट्युब च्यानल छ नयाँ बनाएको। सबैजनाले सहयोग गरिदिनु होला। सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु। नयाँ भएको हुनाले मलाई सपोर्ट गरिदिनु होला सबैजनाले। म चाहिँ यस्तै गाउँ बस्तीको भिडियोहरू हाल्ने प्रयास गर्नेछु। हामी चाहिँ गाउँतिर बस्छौँ। यस्तै यस्तै भिडियो फेरि पनि लाउनेछौँ हामी। हेर्नुहोस् हाम्रो यता दुर्गम बस्तीको पहाडी जिल्लाहरू हेर्नुहोस् यस्तै छन्। यतातिरको भिरपाखा डाँडाकाँडा मासतिर हिउँ परेको छ। अब चाहिँ हाम्रो जेठको बाली गहुँहरू भर्खर बारीमा जुरुम्राउन थालेका छन्। भर्खर हिउँ पर्यो, पानी पर्यो हाम्रोतिर। यहाँ सबैजनाले चाहिँ यो दिपक धामी च्यानलमा चाहिँ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। सबैलाई अनुरोध गर्न चाहन्छु। यस्तै छन् हाम्रो गाउँ बस्तीहरू, डाँडा काँडा। यस्तै सुदूरपश्चिमतिरका डाँडा काँडा हेर्नुहोस् है। सरनेमहरू हेरेर कमेन्ट सब्सक्राइब के हुन्छ गरिदिनु होला, सपोर्ट गरिदिनु होला। नितान्त नयाँ भिडियो चाहिँ हाल्ने प्रयास गर्दैछु मैले। हेर्नु घुम्तीहरू बाटो यस्तो छ हाम्रो। अछाम हुँदै हामी बाजुरा जाँदैछौँ। आज ट्राभल गर्दैछौँ सानो अफिसको कामले गर्दा। नौला सर र म फेरि पनि है, नौला सिंह बटला सर र म चाहिँ अछामबाट चाहिँ बाजुरा जाँदैछौँ। ल हाम्रो सुदूरपश्चिमको बाटो यस्तो छ। ल हेर्नुहोस् रोडको अवस्था यस्तो छ। घुम्ती वन जङ्गल, हरियाली, डाँडा पाखा। पश्चिमतिर भर्खर पानी परेर हिउँ परेको थियो जङ्गलतिर। लो घुम्ती आयो, ठुलो घुम्ती आयो। ल है साथीहरू हेरेर यसो सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। मैले दिपक धामी युट्युब च्यानल खोलेको छु। ल आमा ओह्रालोमा छौँ गाडी। आउँछ ल अब हामी ओह्रालोमा झर्दैछौँ गुरुजी। अनि बिस्तारै जाऊँ है, चिप्लो छ बाटो। सबैजना साथीहरूले यसो सहयोग गरिदिनु होला, सहयोग गरिदिनु होला मेरो च्यानललाई। उपारिको बस्ती हेर्नुहोस् कति सुन्दर छ। ल हाम्रो यो अब चाहिँ हामी केही छिनमा हामी गैरीटार पुग्दैछौँ। कमल बजारबाट हिँडेको हामी बाजुरा जानलाई हिँडेको। यहाँ चाहिँ बिजुलीको काम पनि भर्खर मर्मत हुँदैछ। हेर्नुहोस् हाम्रो पश्चिमतिरको भूभाग भूगोल यस्तै छ। रोड चाहिँ भर्खर पिच भएको छ। अझै उताको भाग चाहिँ पिच हुन बाँकी छ केही भागहरू। अब हामी केही छिनमै बजार पुग्दैछौँ। हेलो साथीहरू, लङ भिडियो हाल्ने प्रयास गरेको छु। कस्तो लाग्छ हजुरहरूले यसो कमेन्ट गरेर च्यानललाई पनि सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भन्न चाहन्छु म। बाटोहरू भर्खर पिच भएको छ यतापट्टि। उता कर्णाली पारीका डाँडाहरू पनि देख्न लाग्छन् कालीकोटतिर। हामी चाहिँ गैरीटार भन्ने ठाउँ पुग्यौँ। अब यताबाट हामी उताको लाइन चाहिँ हामी सुर्खेत जाने। यतापट्टि चाहिँ हामी अब अछाम जिल्लाको मङ्गलसिंहतिर लाग्दैछौँ। हाम्रो गुरुजीले गाडी मोडिहाल्नु भएको छ। केही छिनको थोरै विश्रामपछि अब हामी चाहिँ गैरीटारबाट हिँड्यौँ। गुरुजीले गाडी अगाडि बढाउँदै हुनुहुन्छ। हामी अब मङ्गलसिंहतिरको बाटो हिँड्दैछौँ। अब उतापट्टि डोटी देखिन्छ यताबाट। यो सल्लाहकारी पारिपट्टि बादल पारी छ। त्यो हिमालय चाहिँ हाम्रो सुदूरपश्चिम जिल्लाको दार्चुला जिल्लामा अपी साइपाल बझाङतिरको देखिन्छ भने अपी साइपाल के अरे अपी हिमाल चाहिँ हाम्रो दार्चुला, साइपाल हिमाल चाहिँ हाम्रो बझाङ जिल्लामा पर्छ। यहाँबाट केही
भूभाग बाजुराको पनि देखिन्छ। यो चाहिँ भिडियो हामी अर्कोमा चाहिँ हाल्नेछौँ। सरजी अर्को आयो 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 यिनमै छु म। ल यसले गरेको छ यार, त्यताबाट पनि हाल्दै ठोक्दै हो। मैं कमेन्ट दिइरहेको छु जेठीलाई दर्रो तरिकाले। तपाईँको भिडियो गर्ने हो त काट्न दिनुहोस् न, के छैन। मिनेट थोरै गर्ने भयो। लु रेकर्ड त सबै धन्नै हराइको छ। लिनु बोल्नु त हजुर सबै सुन्दैन क्या त्यसरी किन। हामी चाहिँ अगाडि बढ्दैछौँ। यो गैरीटार के अरे गैरीटारबाट अगाडिबाट यहाँ माथिनिर पानी घट्ट छ, हाम्रो पाहाडतिरको टक्क सुधारेको घट्ट छ। सल्लाहकारी हेर्नु चाहिँ टक्क कस्तो छ बाटो। हाम्रो पूर्व के हाइवे हो नि के भयो यो थाहा छैन। मध्य पहाडी लोकमार्गको बाटो हुँदै हामी अछाम जिल्लाको मङ्गलसेन जाँदैछौँ। यहाँबाट ठाँटी काँदा आउँदैछ अब केही छिनमै। हाम्रो गुरुजी, हाम्रो नौला सर हामीसँगै छौँ। वाउ कस्तो छ है, वाह दामी। ल यो घुम्ती काट्दैछन् हाम्रो गुरुजीले। यो अछाम जिल्ला भएर चाहिँ हामी आज बाजुरा निस्कँदैछौँ। यो बाटो हुँदै हामी अगाडि बढ्दैछौँ। गुरुजीले क्या मजाले गाडी हाँक्दै हुनुहुन्छ। कुम्ती आउँदैछ, कुम्ती ओह्रालो हुँदै हाम्रो गुरुजीले सुरक्षित हामीलाई चाहिँ मङ्गलसेन पुर्याउँदै हुनुहुन्छ। छैन छैन गरे ए हो मागिरहेको थिएँ। अगाडि बढ्दैछौँ हामी है साथीहरू। ल भिडियो चाहिँ कस्तो छ सुझाव सल्लाह दिनुहोला सबैजनाले। यहाँनिर सानो बस्ती छ। हाम्रो गुरुजीले गाडी मोड्दै हुनुहुन्छ। टक्कै गाडी घुम्तीमा मोड काट्नुको सरले गुरुजीले हाम्रो। सानो सानो बस्तीहरू गाउँ बस्तीहरू छन् हाम्रो पश्चिमतिरको डाँडोमा। यस्तो बाटो छ, यस्तो बाटोमा पनि अटोहरू चलाउनुहुन्छ हाम्रो यहाँको दाजुभाइहरूले। सानो बस्तीहरू हुँदै बस्तीहरू छिचोल्दै हामी चाहिँ मङ्गलसेनको यात्रामा छौँ। आज अगाडि बढ्दैछौँ। अब यो भूभागबाट हाम्रो केही छिमेकी जिल्लाहरू देखिन्छन्, हाम्रो पहाडी बस्तीहरू। ल हेर्नुहोस् है सर म्यामहरू। मध्य पहाडी लोकमार्ग यो चाहिँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीको झुलाघाटसम्म जोडिएको छ। यही बाटो हो सुर्खेतबाट हुँदै सल्यान जाजरकोट कता कता भित्रीबाटै बागलुङ हुँदै पोखरा कता कताबाट निस्केको बाटो। यही बाटो जोडिन्छ पश्चिममा। गुरुजीले गाडी बिस्तारै हाँक्दै हुनुहुन्छ। लुगा सुकाउने आइडिया यहाँको यो पिल्लरमा राख्नु भएको छ। ल सकियो है सर। पक्कै भएन नि होला सर। भयो होला मास्टर साहब। लुगा सुकाउने आइडिया के अब सिक्नु त गफ लाग्नुपर्ने भयो यार। त्यस्तो कत्रो हो त नौला सर। कति मिनट छ? 8 मिनट 45 सेकेन्ड भयो। किन